नमस्कार। हाम्रो सबैभन्दा ठूलो दुश्मन को होला? बाहिर देखिने कोही व्यक्ति कि हाम्रै मनभित्र लुकेको कुनै सोच? आज हामी कक्षा 10 को नेपाली किताबमा रहेको विश्वेश्वर प्रसाद कोइरालाको एउटा एकदमै शक्तिशाली मनोवैज्ञानिक कथा शत्रु बारे गहिरो विश्लेषण गर्नेछौँ, जसले यही प्रश्नको जवाफ खोज्छ। ल, आजको हाम्रो यो विश्लेषणमा हामी के कुरा गर्छौँ त? पहिले त यो पाठको परिचय बुझ्छौँ, त्यसपछि कथालाई सुरुदेखि अन्त्यसम्म केलाउँछौँ, अनि कथाको मूल सन्देश के हो त्यो पत्ता लगाउँछौँ, र अन्त्यमा केही कठिन शब्दहरूको अर्थ र परीक्षाका लागि महत्त्वपूर्ण प्रश्नहरूमा पनि छलफल गर्नेछौँ। शत्रु कथाले हामीलाई मान्छेको मनभित्रको अँध्यारो कुनामा लैजान्छ, जहाँ रिस, घृणा र बदलाको भावनाले डेरा जमाएको हुन्छ। कथाकारले यहाँ एउटा गहिरो कुरा भन्न खोज्नु भएको छ। सायद हाम्रो असली शत्रु बाहिर कतै छैन, त्यो त हाम्रै सोचमा, हाम्रै मनमा छ। ल त, अब ढिला नगरी कथाभित्रै पसौँ है त। कथाका मुख्य पात्र कृष्ण रायको संसारमा प्रवेश गरौँ र उनको कथालाई एक एक गरी बुझ्दै जाउँ। कथाका मुख्य पात्र हुन् 45 वर्षका कृष्ण राय, र उनको जीवनको एउटै मात्र मकसद छ, आफ्नो दुश्मनलाई हराउने। सुन्दा अनौठो लाग्छ, तर 15-16 वर्षको उमेरदेखि नै यही दुश्मनीले उनको जीवनलाई डोर्याइरहेको छ। उनलाई त लाग्छ यदि दुश्मन नै भएन भने त जिन्दगी नै खल्लो व्यर्थको हुन्छ। अब कृष्ण रायको सोचाइ कस्तो छ भने उनले जति पनि धन, सम्पत्ति, मान सम्मान कमाए त्यो सबै उनको दुश्मनकै कारणले हो। मतलब दुश्मनसँगको प्रतिस्पर्धाले नै उनलाई सधैँ होशियार र बलियो बनाइराख्यो। दुश्मन नभएको भए त उनी केही पनि हुने थिएनन् अरे। अब कथामा एउटा ट्विस्ट आउँछ। उनको वर्षौंदेखि काम गरेको नोकरले काम छोड्छ अनि सिधै कहाँ जान्छ त? उनकै दुश्मनको घरमा। अब सोच्नुस् त, कृष्ण रायको दिमागमा कस्तो शङ्का र रिसको आगो बल्यो होला। उनलाई लाग्यो यो पक्कै मेरो जासुसी गर्न गएको हो, यो एउटा षड्यन्त्र हो। एकपटक त उनले आफ्नो दुश्मनलाई कुटाउन मान्छे पनि पठाएका थिए, तर त्यो योजना पनि फेल खायो। उनको दुश्मन जोगियो। यो घटनापछि त कृष्ण रायलाई झन् के विश्वास भयो भने मेरो दुश्मन सामान्य मान्छे होइन, ऊ त महाभाग्यमानी रहेछ। जसले जति सम्झाए पनि उनी मान्नेवाला थिएनन्। मेलमिलाप गर्नु भनेको त हार्नु हो, शिर झुकाउनु हो, जुन उनलाई पटत्तै मन्जुर थिएन। उनी त गोविन्द पण्डितका छोराहरूको उदाहरण दिँदै भन्थे, मिठो बोलेर सम्झौता गरेर झगडा सकिँदैन। कथाको सबैभन्दा महत्त्वपूर्ण मोड आउँछ रेलको यात्रामा। जब उनले डिब्बामा बसेका अरू अपरिचित मान्छेहरूलाई हेर्छन्, तब उनको दिमागमा झल्यास्स बत्ती बल्छ। उनले सोच्छन्, यो मान्छेहरू किन मेरो दुश्मन होइनन्? किनभने मैले उनीहरूसँग दुश्मनी मोलेको छैन। हो, त्यही बेला उनले बुझ्छन् कि दुश्मनी भनेको प्राकृतिक कुरा होइन, यो त मान्छेले आफै बनाउने रहेछ। कथाको अन्त्य त झनै गजबको छ। जब एकजना हाकिमले मुद्दाको बारेमा सोध्छन्, कृष्ण रायले ती नामहरू राम, केदार, गोविन्द पण्डित नै बिर्सिसकेका हुन्छन्, जुन नामहरूका लागि उनले आफ्नो आधा जिन्दगी खेर फाले। ती नामहरू अब उनका लागि अर्थहीन भइसकेका थिए, किनकि उनको मनबाट त्यो शत्रुताको भूत सधैँका लागि भागिसकेको थियो। भनेपछि कृष्ण रायको यो मानसिक कायापलटले हामीलाई सिकाउन खोजेको के हो त? यो कथाको भित्री र गहिरो सन्देश के हो? ल, अब यसैलाई केलाएर हेरौँ। यो कथाले भन्छ, शत्रु बाहिर होइन, हाम्रो आफ्नै दिमागमा बन्छ। यो रिस, बदलाको भावनाले हाम्रो जीवनलाई भित्रभित्रै खोक्रो बनाउँछ, र जब हामीले यो कुरा बुझ्छौँ कि हामी आफै झगडाको न्यू खोजिरहेका छौँ, तब शत्रु भन्ने शब्द नै अर्थहीन बन्छ र हामी साँच्चीकै स्वतन्त्र महसुस गर्छौँ। कथालाई अझै राम्ररी बुझ्न यसमा प्रयोग भएका केही शब्दहरू पनि हेरौँ है त। यसले कथाको भाव समात्न निकै सजिलो हुन्छ। स्क्रिनमा हेर्नुस् त, केही शब्द र तिनका अर्थहरू दिइएको छ। जस्तै यो द्वेष भन्ने शब्द छ नि, यसको अर्थ हो बिना कारण गरिने रिस वा घृणा। हो, यही द्वेषले त कृष्ण रायको पुरै जीवन खाइदिएको थियो। यस्ता शब्दहरूले कथाको मर्म बुझ्न हामीलाई धेरै मद्दत गर्छन्। ल, अब सबैभन्दा काम लाग्ने कुरा, परीक्षाको तयारी। यो पाठबाट कस्ता कस्ता प्रश्नहरू सोधिन सक्छन् त्यसमाथि छलफल गरौँ। यी स्क्रिनमा देखिएका प्रश्नहरू परीक्षाका लागि एकदमै महत्त्वपूर्ण छन् है। जस्तो कृष्ण रायको चरित्रबारे लेख्दा उनको मनमा आएको परिवर्तनलाई छुटाउनै भएन, अनि मानिस बिना कारण कसैको शत्रु हुँदैन भन्ने कुरालाई प्रमाणित गर्न त्यो रेल यात्राको घटना त लेख्नै पर्यो। र अन्त्यमा एउटा प्रश्न सबैको लागि,
के मनबाट रिस र दुश्मनी हटाउनु नै जिन्दगीको सबैभन्दा ठूलो जित होला त? यसबारे सोच्दै गर्नुहोला है। आजलाई यति नै। हाम्रो साथमा रहनुभएकोमा धेरै धेरै धन्यवाद।